त्यतिखेर हामी नयाँ पार्टीतिर आइपुगेका छौँ। आज हामी यो धाप ड्याम र मणिचुट भ्रमण गर्नका लागि यतिखेर हामी सुन्दरी जलबाट उकालो लागेर मूलखर्क नजिक आइपुगिसक्यौँ। आज हामी मणिचुट हुँदै धाप ड्यामसम्म हाम्रो यात्रा रहनेछ। सिट बिग्रियो कसरी हो? Oh yes man, come on man. What is the fun? यतिखेर हामी ठ्याक्कै यो मणिचुट भन्दा अलिकति मुनि आइपुगेका छौँ। अहिले भर्खर हामी 10 बजे यहाँ आइपुग्यौँ। टोलीहरू यहाँ सामान निकालेर हुनुहुन्छ बसबाट उभिँदै। र अब हामी यहाँबाट मणिचुट दहमा पूजापाठ गरेर हामी धाप ड्यामतर्फ जाने कार्यक्रम छ। अब हामी यहाँबाट करिब 10-15 मिनट चाहिँ पैदल यात्रा गर्नुपर्ने हुन्छ मणिचुट दह पुग्नलाई। त्यताबाट चाहिँ हामी आएको ठाउँ हो सुन्दरी जलपट्टिबाट। अब यहाँबाट हामी सिँढी चढेर जानेछौँ। था ये फेवे में दे मणिचुट किन्ने कोर्ला ढोंडे हो बा ओले बसले फप्ती त ये फेवे यार केमा जाँदै हो बा लसो त थारिङ उजे म्याबल ल। यतिखेर हामी करिब 10-12 मिनटको यात्रापछि यहाँ मणिचुटको दह नजिक आइपुग्यो। र दहभन्दा अलिकति यता रमाइलो एउटा चौर छ। यहाँ धेरै लुङ्दाहरू पनि टाँगिरहेछ। अनि यो चाहिँ हाम्रो टोलीहरू। अनि हामी चाहिँ अब यहाँ मणिचुट दहमा आज औँसीको दिन यहाँ छोपफुल कार्यक्रम पूजापाठ गरेर अनि त्यसपछि हामी धाप ड्यामतर्फ जाने योजना छ। र यहाँ हामी करिब 36-37 जनाको टोली भएर चाहिँ हामी आज यहाँ मणिचुट आइपुगेका छौँ। यतिखेर हामी आइपुग्यो मणिचुटको नजिक। अनि हाम्रो टोलीहरू चाहिँ यहाँ हुनुहुन्छ सबैजना आइपुग्यो। र आज हामी मणिचुट हुँदै धाप ड्यामसम्म जाने हाम्रो योजना छ। त यहाँ फेबे मेमे देलगी यम्बिजी ngल्सी त्यसै ओले ता चिलो यहाँ पर मणिचुट की दी छोय के जाला दुजलो को अलगी ता देले यम्बी ngल्सी त्यसै फोटो आइजप्से यतिखेर हामी सम्पूर्ण टोलीहरू
यो मणिचुट दहमा आइपुगिसकेका छौँ र हामीहरू अहिले यहाँ मणिचुटको दर्शन गर्दै हल्का फुल्का अब पूजा गर्ने कार्यक्रम छ। दाजुभाइ तथा दिदीबहिनीहरू यहाँ धमाधम पूजा गर्ने कार्यक्रम चलिरहेको छ। अनि अब हामी यो मणिचुट दह पनि अब परिक्रमा गर्दैछौँ। मणिचुट दह हिन्दू तथा बुद्धिस्टहरूको लागि एउटा तीर्थस्थलको रूपमा पनि परिचित छ र यस सुन्दर मणिचुट दह चाहिँ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकोले यस क्षेत्र भ्रमण गर्नको लागि प्रति व्यक्ति 100 रुपियाँको टिकट काट्नुपर्ने हुन्छ र यो दहसम्म आइपुग्नको लागि चाहिँ मोटर बाटोबाट करिब 10 देखि 15 मिनटसम्मको पैदल यात्रा गर्न सकिन्छ र हामी चाहिँ सुन्दरी जलबाट प्रवेश गरेका थियौँ। नातिनी ग्रुपहरू सबैजना है हामी मणिचुटमा आज औँसीको विशेष दिन परेको हुनाले हामी यस मणिचुट अगाडि बुद्धिस्ट धर्मको परम्परा अनुसार चाहिँ यहाँ केही पूजापाठहरू भइरहेको छ। यहाँ चाहिँ छोको प्याकिङ भइरहेको छ। अब हाम्रो यो छोकुल कार्यक्रम चाहिँ अन्तिममा पुगिसक्यो। अब यसपछि हामी छोक कार्यक्रम सिकेपछि केही खानेकुरा खानेछौँ। त्यसपछि हामी दाब ड्यामतर्फ जानेछौँ। यतिखेर हाम्रो छोकफुल कार्यक्रम सिद्धिएर हामी दिउँसोको खाना खानु लाएर छौँ। हाम्रो यो खाजा टाइम, अब खाना टाइम भनौँ होइन, खाजा र खाना दुइटै ठिक छ। पारा चाहिँ यो हो क्या, अब कुक लिएर आयो भनेदेखि त्यो अब त्यसो मात्रै हुन्छ। यहाँ त अब के खाने हेर्नुहोस् त, आमा हो आफ्नो आइटम होइन त, आफ्नो आफ्नो आइटममा म त हेर्दै दङ्गै पऱ्यो यार। हुन्छ र मैले चाहिँ ल्याएन नि। ठिक छ ठिक छ। भाइ खाजा खाऊ न। जुस 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 जुस
चारेको हेला चेला चारेको अब यतिखेर हाम्रो यहाँ मणिचिट दहको अगाडि हामी भर्खरै पूजापाठ सिक्यो र यहाँ हाम्रो दर्शकवृन्दहरू हामी साथीभाइहरू सबैजना नाचगान चलिरहेछ Yes! 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 त्यतिखेर हाम्रो सम्पूर्ण पूजापाठको कार्यक्रमहरू सिद्धिएर हाम्रो दिदीबहिनीहरू हेल्मो सांस्कृतिक गीत गाउँदै हामी यहाँबाट बिदा हुने हरकरमा छौँ Yes! 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 अब हामी यहाँबाट धापड्याम जानको लागि हामी मणिचुटबाट ओह्रालो झर्दैछौँ र तल बस भएको ठाउँमा पुगेर हामी त्यहाँबाट चाहिँ धापड्यामतर्फ हाम्रो यात्रा अगाडि बढ्नेछ यतिखेर हामी यो मणिचुटबाट धापड्यामतर्फ जाँदाखेरि यो बिच बाटोमा गाडी बिहिरहेको छ र हामी यो गाडी ठेलेर चाहिँ अब हाम्रो बाटो खोलाउने कोसिस गरिरहेछौँ र हाम्रो गाडी चाहिँ त्यहाँ बसिरहेको छ यतिखेर हामीले यो बिग्रेको गाडी चाहिँ साइड गरि अब हाम्रो बस पास भयो आउँदैछ हाम्रो बस बिग्रेको गाडी ठेलेर हामीले बस पास गऱ्यौँ यतिखेर हामी ठ्याक्कै धापड्याममा आइपुगेका छौँ मणिचुटबाट करिब 11 किलोमिटरको यात्रा गरेपछि हामी रमाइलो धापड्याममा भर्खर आइपुगेका छौँ यो धापड्याम चाहिँ बागमती सुधार
आयोजनाले निर्माण गरेको मानव निर्मित विशाल ताल हो र यो केही वर्ष अगाडि मात्रै निर्माण भएको थियो र बर्खायामको पानीलाई यहाँ जम्मा गरेर हिउँदयाममा बागमती नदीमा पानीको बहाव बढाउने उद्देश्यले निर्माण गरिएको यस विशाल ताल अति नै सुन्दर र मनमोहक छ। यतिखेर हामी यो धाप ड्यामको पूर्वतर्फको भागबाट हामी यो दृश्य अवलोकन गरिरहेछौँ। र अहिले यो धाप ड्यामको दृश्य त्यस्तो छ। यो मानव निर्मित सुन्दर धाप ड्याम चाहिँ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत नै पर्ने गर्दछ र यो सिन्धुपाल्चोक र काठमाडौँ जिल्लाको सिमानामा पर्ने यो उच्च ठाउँमा निर्मित अति नै मनमोहक पर्यटकीय गतिविधिको लागि धेरै नै यो सुन्दर धाप ड्यामको अगाडि हाम्रो भ्रमण टोलीको दिदीबहिनीहरू आफ्नै भाषाको नाचगान गर्दै रमाउँदै आजको हाम्रो भ्रमण अन्तिम चरणमा पुगिसकेको छ र अब हामी यहाँबाट काठमाडौँतर्फ फर्कने तर्खरमा छौँ। यतिखेर म यो धाप ड्यामको सुन्दर दृश्य चाहिँ अवलोकन गरिरहेको छु र अहिले म यो धाप ड्यामको ठ्याक्कै पूर्वपट्टिको साइडबाट चाहिँ यहाँको दृश्यहरू हेरिरहेको छु। काठमाडौँबाट हामी मणिचुट करिब 1 घन्टा साँच्चै पाइपुगेको र हामीले मणिचुटमा चाहिँ झन्डै 2-3 घन्टा त्यहीँ पूजापाठ गरियो र नाचगान पनि गरियो। मणिचुटबाट करिब 11 किलोमिटरको यात्रा गरेपछि यो धाप ड्याममा आइपुगेको र अब हाम्रो यात्रा करिब यहीँ अन्त्य हुँदैछ र हाम्रो सबै साथीभाइहरू अब बस भएको ठाउँतिर गइसक्यो। हाम्रो बस चाहिँ ठ्याक्कै परतिरको ड्यामको छेउतिर छ। त्यहाँ पार्क गरेर चाहिँ हामी यतातिर घुम्दै गएको थियौँ र आजको लागि म यो मेरो भिडियो यहीँ अन्त गर्न चाहन्छु र केही गल्ती भएमा माफ गर्नुहोला र आउँदो दिनहरूमा फेरि यस्तै रमाइलो भिडियोमा भेट हुने नै छ। तबसम्मको लागि बाई बाई। अब हामी यहाँबाट काठमाडौँतर्फ फर्किँदैछौँ। यही हाम्रो बस हो।